मेरो छोरा चाहिँ यहाँनिर साइकल कुदाउँदै अनि यहाँनिर चाहिँ मेरो छोरा चाहिँ साइकल पसल क्या आउ न घुमेर यस्तो घुमाउनु यहाँ घुमाउनु गाडी हेरेर यहाँ चाहिँ एमटिभी भाइको पसलमा साइकल किन्नु आएको हाम्रो श्रममा चाहिँ साइकल लिएको अनि एकदम राम्रो छ साइकल चाहिँ 35,000 यो भाइको साइकल पसल चाहिँ एकदम राम्रो छ अनि यो साइकल पसलमा चाहिँ मिलाएर दिनुहुन्छ भाइ चाहिँ यहाँनिर भिडियो बनाउनुहुँदैछ अब साइकल किनिसकेर हामी चाहिँ घर जानु आँटेको दाजुको सब अटोमा अनि यहाँनिर पानी आँटेको छ पानी उतैछ अनि अब यहाँनिर साइकल बान्नु हुँदैछ अनि अब यो साइकल चाहिँ चाबीले लाउँदा हुँदैन त्यो चाबी अड्काउँदा हुँदैन त्यहाँ बान्नै मिलेको छैन क्या यहाँनिर चाहिँ अनि अब कसरी बान्नुहुन्छ दाइहरूले मिलाउनुहुन्छ मिलाएर अब जाने हो पानी पनि पर्न लागिसक्यो अँध्यारो भइरहेछ अनि अब मेरो छोरा चाहिँ कति बेला घर पुगेर साइकल कुदा पनि भइरहेछ क्या हिँडेको छ अब चाहिँ हामी घर आइपुगेको यहाँ साइकल निकालिदिनु हुँदैछ दाइले अनि मेरो छोरा चाहिँ सघाउँदैछ अनि साइकल चाहिँ एकदम राम्रो खालको हो राम्रो छ सर घर गयो यो त मेरो छोरा त खुसीले गत भएर यहाँ घर पो आइपुगेछ साइकल बोकेर त पूजा नगरी कुदाउनु हुँदैन नि पूजा गर्नुपर्छ अनि छोरा साइकल किनेको त्यही भएर साइकल किनेको खुसियालीमा घर लाँदैछौँ चाहिँ चक्रातिर अनि हामी चाहिँ अब यहाँ दाइको अटोमा जाँदैछौँ अब दिदीहरू पनि जानुहुन्छ अरे अनि अब घरै खुसियालीमा के खाँदैन आज साइकल किनेको धरन लगेर कस्तोमा भन्छ घरे साइकल चाहिँ कस्तो किनेको अरे एमटिभी अनिस्कोमा साइकल किन्ने मान्छे चाहिँ यही हो है च्यानल सब्सक्राइब गरिदिनु अनिस दाइको लाइक गरिदिनु मजाले कमेन्ट गरिदिनु बाटो त हामी त तल्ल गएको त्यो तल्ल पछाडि त मलाई त यो बाटो त माथि धनकुटातिर चढे जस्तो पो लागिरहेछ यो बाटो यो यस्तो चिताहरू देख्दा त पनि हिँडेको हो कि के हो बाटो बिग्रे जस्तो छ कति छेउमा लगेको ल हामी चाहिँ जाँदैछौँ माथितिर पुग्छ कि उखारेर के गर्नु र ओ वाउ कस्तो राम्रो देखेको अब हामी घरै हिँडेको हो त भन्नु कसरी छोरीलाई यो केराहरू रोपेर पनि होला हौ शीतल नि यहाँ पाहाड भयो पनि यतातिरबाट वा कस्तो राम्रो देखेको कस्तो राम्रो यस्तो कनकन गरिरहेको छ घर बलेर घुमाउन नलाने ती धेरै मान्छेहरू आएको हामी चाहिँ गएको बाटो त राम्रो रहेछ है अलिकति बिग्रेको छ त्यहाँ तल अघि खाना अनि बाटो त राम्रो रहेछ जाँदा भिडियो गर्दा भन्दा पनि आउँदा चाहिँ राम्रो होला नि ए अब हामी चाहिँ कहाँसम्म गएर स्ट्यान्ड त यतै रहेछ गाडीको
अहिले पनि माथि मान्छे उडाएर चाहिँ झर्ने होला के हो ओए ओ माई गॉड वाउ हामी आइपुग्यौँ बाइकको लाइन छ अब चाहिँ हामी यहाँदेखि हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ दाजुभाइ चाहिँ हिँड्दै हिँड्दै जाँदैछ अनि हिँड न अनि हामी चाहिँ हिँड्दैछौँ हिँड्दै हुनुहुन्छ दिदीहरू पनि दाइ चाहिँ कता जानुभयो अटो राख्न अनि हामी चाहिँ हिँड्दै जाँदैछौँ अब बाटो चाहिँ यस्तो रहेछ यता चाहिँ यहाँदेखि चाहिँ हिँड्दै 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 जाने हो यस्तो रमाइलो छ म त यो त भानुचोकमा गाडीहरू राखे जस्तै लागिरहेछ छिटो हुन्छ अरे यताबाट हामी चाहिँ जाँदैछौँ यता चाहिँ किन पसलहरू नराखेको क्या है यताको मान्छेहरू राख्नु नि कति बित्थ्यो आया घाउ दुखेर बाटो त यस्तो छ गाई हिँड्ने गोरेटो जस्तो छ बाटो त यहाँ त यस्तो बाटोहरू पनि भाइरल भइसक्यो त्यो दुईजना छोराहरू अनि दाइ के हो यो चाहिँ खासमा बनाएको टावर हो टावर हो कस्तो राम्रो देखिँदो रहेछ ऊ तलको बाटोहरू त हेर्नु त अघि हामी आएको पुल होइन त्यो हामी आएको बाटो यता फेरि हामी लाग्यौँ यता के टिपेको आऊ जाउँ 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 न छोरी जाउँ भिडियो गर्ने हो हिँड्ने हो कुरो टिपेको अरे फुल अरे त्यो आम्मामा अब चाहिँ हामी आइपुगेको हो दाजु यो अरे ठाउँ चाहिँ साथीहरू हेर्नु है भाइरल ठाउँ है भाइरल ठाउँ यस्तो भाइरल भएको छ अरे यो ठाउँ म चाहिँ बोलेको मात्र छु यहाँनिर हेर्नु घुम्न डुल्न आउनु होला साथीहरू पनि यो ठाउँ चाहिँ यस्तो छ है यस्तो ठाउँ रहेछ यहाँ चाहिँ एउटा होटल पनि रहेछ है पानी चाहिँ खानु पाइन्छ कि भन्ने आशा छ तर अहिले खाँदिनँ हामी एकछिनमा भएर खान्छु यहाँनिर यस्तो छ यहाँनिर अस्ति कि दिदी बेबुहरू पनि आएको थियो नि यहाँ चाहिँ यस्तो रहेछ क्या यस्तो बाटो फेरि ओह्रालो झर्नुपर्ने यो त साँच्चीकै मेला लागेको जस्तै लागिरहेछ त मलाई त म हिल त कामै छैन त मेला लागे जस्तै लागिरहेछ मलाई यस्तो राम्रो देखेको छ नि तल चाहिँ वाउ कस्तो राम्रो देखेको यहाँ हेर्नु न कति राम्रो देखेको नि यो तल नि क्या खोइ कहाँदेखि यहाँनिर उहाँ माथि हेर्नु न के उडाइरहेछ माथि हो ड्रोन कसले कहाँबाट उडाइरहेको छ झार ड्रोन कस्तो राम्रो आएको नि बादल नि हेर्नु न यहाँ हेर्नु त साँच्चीकै मेला लाग्यो जस्तै छ वा मान्छे देखेर मलाई त रिङ्गटो पो लाग्नु थाल्यो त कस्तो दामी आएको ड्रोनबाट पनि पुरा उयो गरिराख्नु भएको छ भिडियो अनि खोइ यहाँ चाहिँ कहाँ यहीँदेखि हो कि कहाँदेखि हो दिदी उयो चाहिँ प्याराग्लाइडिङ गर्ने चाहिँ ए अझै तल हो मान्छेको भिड कति हो कति भन्नुहुन्छ भने साथीहरू हेरेर साध्य छैन यता माथि त्यस्तै छ भिड कस्तो दामी भ्यू
यहीँबाट चाहिँ प्याराग्लाइडिङ यहाँनिर ठ्याक्कको त हात निकाल्नु पुरा निकाल्नु चाहिँ बसिरहेको छ छोराछोरी वाउ ल भाइरल प्लेसमा एकदम भाइरल प्लेसमा चाहिँ भाइरल मान्छेहरू आएको छन् है सबैजना भाइरल छन् यहाँनिर ल सर्ट त यता हेर्ने ल पानी पर्न आँटिसक्यो है उता त यस्तो कालो यस्तो अँध्यारो भइरहेछ बाटो तर जस राम्रो रहेछ है माथि डाँडामा भयो पनि बाटो चाहिँ यतिको राम्रै हो त्यहाँ एक ठाउँमा चाहिँ के भएर नबनाएको होला हामी चाहिँ यहाँनिर के भन्छ यो जाली 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 भएकोमा कोसी माग्छौँ यो चाहिँ के ठाउँमा रे दाजु यो ठाउँ के भन्छ कोसीको के भन्छ हौ यसलाई थाहा भएन ठ्याक्कै यही भनेर चाहिँ तर यस्तो दामी छ कि साथीहरू यस्तो दामी छ यस्तो दामी छ यता चाहिँ यो सेतो सेतो के हो भन्नुहुन्छ होला यो चाहिँ सबै बोराहरू हामी चाहिँ खासमा चाहिँ हामी चाहिँ वहाँ गएको थियौँ क्या प्याराग्लाइडिङ गर्ने ठाउँमा गएको थियौँ अनि त्यहाँदेखि हामी चाहिँ कहाँ जाने भन्ने भयो अनि त्यहाँ चाहिँ धेरै गर्मी भयो क्या अनि त्यहाँदेखि चाहिँ हामीले जाउँ कोसीतिर भन्ने भयो अनि हामी कोसीतिर आयौँ अब चाहिँ हामी कोसी एकछिन यहाँ हेर्छौँ होइन अनि यहाँ जाली जाली रहेछ अनि अब यहाँ हेरेर गएर अनि घर जान्छौँ अनि यहाँ चाहिँ यस्तो छ क्या सिडी छ क्या सिडीमा जानुहुँदैछ उहाँ दिदी चाहिँ अनि पुरा टिकटक बनाउँदै भिडियो बनाउँदै जानुहुँदैछ अनि यता दाइ यता बाबु नानीहरू अनि यो चाहिँ धेरै ठुलो छ क्या कोसी अनि हेर्नलाई आएको क्या हामी पनि कस्तो रहेछ भनेर अनि यस्तो दामी छ नि यस्तो दामी छ यहाँनिर चाहिँ हेर्न होला यहाँ चाहिँ पुरा यो चाहिँ के बादल पुरा उठिरहेछ क्या बाफ आइरहेछ कोसीको बाफ आइरहेछ अनि यहाँ चाहिँ बत्तीहरू पनि रहेछ क्या यसरी बत्तीहरू पनि लगाइदिनु भएको रहेछ अनि यहाँ भिडियो अलिकति गरिदिउँ भनेर गरिदिएको यहाँ चाहिँ पुरानो नाउँहरू पनि रहेछ पानी बोट बोट रहेछ यहाँ चाहिँ जस काठको रहेछ यहाँ चाहिँ काठको बनाउनु भएको रहेछ अनि अब यस्तो यस्तै रहेछ साथीहरू अब हामी चाहिँ घर जान्छौँ यहाँदेखि सरर हिँड्दै 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 घर जान्छौँ एकछिनमा अनि हेर्नु होला मेरो भिडियो मेरो छोरा चाहिँ यहाँ खेल्दैछ हौ पुरा पानीमा ढुङ्गा हान्दै खेल्दैछ मेरो छोरा चाहिँ अब उसको गाडी पूजा गर्दैछ है पुरा बिहान बिहानै उठेर नुहाइ धुवाइ गरेर लाइटरले बाल्दा पनि हुन्छ भएन भने लाइटर ल्याऊ न कहाँ छ लु मेरो छोराले चाहिँ पूजा गर्नु सुरु गर है घुमी 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 पूजा गर्दैछ 3 चोटि पूजा गर्ने के भन्दै पूजा गर्दैछौ मलाई चोटपटक नलागोस् भनेर पूजा गर्ने भयो 3 चोटि ए धुप बाल ठाडो पार्नु यसो गरेर धुप बाल्दा चिसो हात भयो होला नि त चिसोमा राख्यौ कि बा सलाई भुइँमा चिसोमा राख्यौ कि बा चिसोमा राख्यो होला नि त यस्तो पानी भएकोमा अघिको नयाँ खोइ भुइँमा राख्यो होला त्यसो भने हात चिसो भयो भने पनि त्यस्तै हुन्छ ठाडो पार्ने ठाडो चिसोमै राख्दो रहेछ सलै दुईटा जलाऊ एकैचोटि
ठाडो पार्ने हो क्या ए अँ फाल्दे लु अब ऊ त्यहाँ हौ त्यसरी गर्नु पूजा गाडीमा बान्ने उयो पो ल्याउनु नि बिर्सेछ त्यहाँ समाउने छेउछेउमा अनि यता सिट मुनितिर चक्कातिर अगाडि ल अब चाहिँ आजदेखि चाहिँ कतिको खुसी छौ त ला खुसीले डान्स चाहिँ गरौ फुल लगाइदिनुपर्छ फुल चढाउ त्यहाँ चक्का यता बिचमा ह्यान्डलको ट्युसन त भ्याउँदैन कति बजिसक्यो र म एक राइड अनि लु अब लौ अब टिका लगाउ न आफू यता फर्केर टक्कसँगले टिका लाउने अनि फुल लाउने कानमा सिउरा अनि यो धुपहरू उता राख तल लगेर धुप चाहिँ तल लगेर राख न तल लगेर राख्दैन पूजा गरेर राख्दैन हो त्यो त अनि अब मेरो खानु पाउनु सक्यो फाइनली टक्कसँग ल्याए मेरो छोरा चाहिँ साइकल लिएर जाँदैछ जानु आँटेको छ यहाँ जुत्ता लाउँदैछ मेरो छोरा चाहिँ यहाँ साइकल पाएर खुसियालीमा साइकल पाएर कस्तो लागिरहेछ तिमीलाई हजुर राम्रो एकदम राम्रो लागिरहेछ खुसी छौ ल ओके बाई ल बाई ल ल ल बिस्तारी बिस्तारी जाने ल मेरो छोरा चाहिँ गयो स्कुल बाई साइल्स राम्रोसँग जाऊ है साइडबाट हजुर